बेंगलोरमा दैलेखका एक युवकद्वारा आफ्नै श्रीमतीको हत्या, 2 वर्षका छोराको अगाडि लिए श्रीमतीको ज्यान। बेंगलोर जस्तो व्यस्त महानगरमा रोजगारीका लागि पुगेका हजारौं नेपालीहरूको जीवन सङ्घर्षले भरिएको हुन्छ। कसैले परिवारका लागि सपना बोकेका हुन्छन्, कसैले घरको अभाव टार्ने आशामा दिनरात मेहनत गरिरहेका हुन्छन्। तर कहिलेकाहीँ त्यही परदेशी जीवनको अँध्यारोभित्र यस्ता दर्दनाक घटनाहरू पनि लुकेका हुन्छन् जसले सुन्ने जो कोहीलाई मन नै स्तब्ध बनाइदिन्छ। अहिले फेरि त्यस्तै एउटा हृदय विदारक घटना सार्वजनिक भएको छ, जसले बेंगलोरमा बसोबास गर्ने नेपाली समुदायलाई मात्र होइन, सम्पूर्ण नेपाली समाजलाई नै गहिरो पीडामा डुबाएको छ। दैलेख जिल्लाको बिन्दावासिनी नगरपालिका 6 जम्मू काँधका निवासी रमेश बोहरा र उनकी श्रीमती तुलसी बोहरा रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्य अन्तर्गत बेंगलुरुको कागदासपुरा क्षेत्रको 19 के क्रसमा विगत 5 महिनादेखि बस्दै आएका थिए। परदेशमा पनि सानो परिवारको सुखद जीवन बाँच्ने सपना बोकेर उनीहरू त्यहाँ पुगेका थिए। उनीहरूको साथमा केवल 2 वर्षको एउटा अबोध छोरा थियो, जसको हाँसो नै सायद त्यो परिवारको सबैभन्दा